नमस्कार। आज हामी एउटा हाम्रो आफ्नै परम्परागत पेय मोहीबारे कुरा गर्दैछौँ, हैन? हो, मोही। प्रश्न चाहिँ के छ भने के यो हाम्रो भान्सामा मात्रै सीमित रहन्छ कि बजारमा पाइने कोल्ड ड्रिङ्क्सको एउटा स्वस्थ विकल्प पनि बन्न सक्छ? एकदमै सान्दर्भिक प्रश्न। आज हामी यसमै अलि गहिरिएर हेर्दैछौँ। यसको स्वास्थ्य फाइदा, हैन? अनि आर्थिक सम्भावना के छ, बजारमा के कस्ता चुनौतीहरू छन्, यी सबै पक्षहरू केलाउने विचार छ। ठिक हो। उद्देश्य भनेको मोही के हो, यसको महत्त्व के छ, अनि व्यावसायिक रूपमा कसरी अघि बढ्न सक्छ भन्ने बुझ्नु पर्यो। हो त। त्यो बजारको रङ्गीन बोतलको गुलियो पेय भन्दा हाम्रो आफ्नै यो पोषणयुक्त मोहीमा के छ त? खोत्लौँ न त। ल सुरु गरौँ। मोही भनेको खासमा के हो त? एकदम सरल भाषामा भन्दाखेरि मोही भनेको अब दहीलाई मथेर, हैन, त्यसमा भएको नौनी मतलब घिउ निकालेपछि बाँकी रहने झोल पदार्थ हो। प्रक्रिया पनि सजिलै छ होला। छ नि। ताजा दही लिने अनि मदानीले अचेल त मेसिनले पनि मत्ने, अनि त्यो मथेपछि नौनी जस्तो माथि आउँछ, त्यसलाई झिक्ने, बाँकी रह्यो मोही। अनि स्वादको लागि त अब नुन, अलिअलि भुटेको जिराको धुलो, अदुवा मिसाउँदा झन् मिठो हुन्छ नि। अनि स्वास्थ्यको कुरा गर्दा नि यसको फाइदाहरू के छन् रे? स्रोतहरूले के भन्छन्? स्वास्थ्यलाई त धेरै राम्रो। जस्तो पाचन प्रणालीलाई यसले कति सजिलो बनाउँछ, गर्मीमा शरीरमा पानी कम हुन दिँदैन, डिहाइड्रेसनबाट बचाउँछ। अनि अर्को महत्त्वपूर्ण कुरा नि यो प्राकृतिक प्रोबायोटिक हो के? प्रोबायोटिक त्यो भनेको हाम्रो आन्द्रालाई फाइदा गर्ने राम्रो ब्याक्टेरियाहरू हुन्छन् नि, त्यो पाइन्छ यसमा। हो र? हो। यसले गर्दा नै बजारको त्यो चिनी र केमिकल हालेको कोल्ड ड्रिङ्क भन्दा त यो कता हो कता स्वस्थकर भयो नि। कति फरक पर्छ होला त्यो चिनीको मात्रामा? कति स्रोतले त भनेका छन् 1 ग्लास मोहीमा चिनी लगभग हुँदैन, तर शरीरलाई चाहिने इलेक्ट्रोलाइट्स चाहिँ दिन्छ। कोल्ड ड्रिङ्कमा त चिनी मात्रै हुन्छ धेरै जसो। किन नहुनु? आर्थिक पाटो पनि उस्तै महत्त्वपूर्ण छ। कस्तो छ त? अब हेर्नुहोस् न, कति किसान परिवारहरू, विशेष गरी महिला समूहहरूले दूधबाट दही, घिउ अनि मुही बनाएरै घर खर्च चलाइरहेका छन्। स्थानीय स्तरमा? हो, स्थानीय स्तरमा। सानै भए पनि गाउँको अर्थतन्त्रमा यसले टेवा दिएको छ। अनि डेरी उद्योगहरूको लागि पनि यो एउटा अतिरिक्त आम्दानीको स्रोत हो। कसरी? किनभने घिउ निकालेपछि मोही त सित्तैमा जस्तै निस्किने भयो नि त, उपउत्पादन हो यो। त्यसो भए त यसले बाहिरबाट ल्याउने महँगो कोल्ड ड्रिङ्क्सलाई घटाउन पनि मद्दत गर्ला नि? सम्भावना त त्यही हो। रोजगारी पनि बढ्ने, स्वास्थ्य पनि राम्रो हुने, अर्थतन्त्रलाई पनि फाइदा। तीनतिरै फाइदा हो। सम्भावना एकदमै धेरै छ। स्वास्थ्य छ, आफ्नै ठाउँमा बन्छ, हाम्रो परम्परा पनि जोडिएको छ। तर के त? किन यो त्यति व्यावसायिक हुन सक्या छैन? चुनौतीहरू के छन्? त्यही त मुख्य समस्या भनेको यसको राम्रो ब्रान्डिङ र प्याकेजिङ भएन के? हो है। बजारमा हेर्यो भने अरू पेय जस्तो आकर्षक बोतल प्याकेटमा त मोही खासै देखिन्न नि। देखिँदैन। अनि अर्को कुरा, युवाहरूमा कोल्ड ड्रिङ्क्सकै क्रेज बढी छ। मोहबारे खासै थाहा नै नभएको जस्तो। चेतनाको कमी। जनचेतनाको कमी। सहरको सुपरमार्केट, रेस्टुरेन्टमा सजिलै पाइँदैन, वितरण प्रणाली नै कमजोर छ। अनि अर्को कुरा, यो लामो समय टिक्दैन पनि होला है, ताजा नै खानुपर्ने हो। त्यो पनि एउटा प्राविधिक चुनौती हो। गाउँमा त ताजा बनाएर खाइहाल्यो, हैन, तर बजारमा बेच्न त टिकाउ बनाउनु पर्यो, स्वादमा अलि विविधता ल्याउनु पर्यो। यी चुनौतीहरू हटाउन के गर्न सकिन्छ होला त? राज्यले अनि डेरी उद्योगले के गर्न सक्छ के? गर्न सक्छ नि। राज्यले यसलाई राष्ट्रिय स्वास्थ्यवर्धक पेय भनेर घोषणा गर्न सक्छ। सरकारी कार्यक्रम, स्कुल, अस्पतालमा यसलाई प्राथमिकता दिन सक्छ। स्कुलहरूमा? हो नि। कोल्ड ड्रिङ्क्सको सट्टा मोही दिने अनि मोही बनाउने उद्योगलाई अलि अनुदान सहुलियत दिने बारे पनि सोच्नुपर्छ। तर स्कुलमा अरू कार्यक्रममा त पहिलेदेखि नै कोल्ड ड्रिङ्क कम्पनीहरूको दबदबा छ नि। हो, त्यो चुनौती छ। त्यसैले डेरी व्यवसायीहरूले झन् धेरै मेहनत गर्नुपर्छ। के गर्नु पर्ला उनीहरूले? प्याकेजिङ राम्रो बनाउनु पर्यो, आकर्षक, सफा, सजिलो। लेबलमा यसको फाइदा लेख्नु पर्यो। अनि स्वादमा नयाँपन नि? त्यो पनि जरुरी छ। जस्तो मह हालेर पुदिना, गुलाफ वा मसलाहरू मिसाएर नयाँ नयाँ स्वादको मोही बनाउन सकिन्छ। स्रोतहरूमा पनि यस्तो कुरा उल्लेख छ। मसला मोही चाखलाग्दो सुनिन्छ त। अनि प्रचार पनि गर्नु पर्यो।
सामाजिक सञ्जालमा स्वास्थ्य विरुद्ध केमिकल जस्तो केही अभियान चलाएर मान्छेलाई बुझाउन सकिन्छ। अनि शहरसम्म पुर्याउने व्यवस्था पनि मिलाउनु पर्यो। हो, वितरण सञ्जाल बलियो बनाउनै पर्छ। यति गर्न सक्यो भने मोही गाउँबाट शहरसम्म सजिलै पुग्छ। मतलब यो खाली प्यास मेटाउने कुरा मात्रै भएन नि, यो त हाम्रो स्वास्थ्य, संस्कृति अनि स्थानीय अर्थतन्त्र सबैलाई फाइदा पुर्याउने माध्यम बन्न सक्छ। निश्चय पनि। ल अब कुराकानीको अन्त्यतिर आइपुग्दा एउटा प्रश्न मनमा आउँछ। कसरी हामी उपभोक्ताको एउटा सानो रोजाइले, डेरी उद्योगको अलिकति नवीन सोचले अनि सरकारको थोरै सहयोगले हैन मोहीलाई दुधको एउटा सामान्य बाई प्रोडक्ट मात्रै नरहेर साँच्चीकै गर्व गर्न लायक राष्ट्रिय पेय बनाउन सकेला? यो प्रश्नमा सबैले सोच्नु